मगाएर उहाँहरूको लागि एउटा सानो भिडियो बनाऊ भनेर होइन। हाम्रो के छ भने तपाईँहरूको यो अनलाइन प्लेटफर्महरू छ नि, अलिबाबाहरू, 168हरू, अनि मेड इन चाइनाहरू, अली एक्सप्रेसहरू, त्यो सबैबाट हजुरले चाहिँ सानो सानो क्वान्टिटी पनि नेपालमा मगाएर आफूले सानो व्यापारहरू गर्न सक्नुहुन्छ, अनलाइन बिजनेस गर्न सक्नुहुन्छ होइन। त्यसको लागि चाहिँ तपाईँहरूले चाहिँ सामान यहाँ चाइनामा चाहिँ अब सप्लायरसँग कुरा गरेर हाम्रो लोकेसनमा पठाइदिनु भयो भने अनि चाहिँ हामीले चाहिँ चाइनाबाट नेपालसम्म पठाइदिन्छौँ। अथवा हामी आफैले पनि तिनीहरूको चाइनिज सप्लायरसँग कुरा गरेर हजुरलाई कुन सामान आइटम मन परेको हजुर त्यो आइटम चाहिँ फोटो खिचेर पठाउनु भयो भने त्यो पनि यहीँ हामी चाइनामा हाम्रो अफिसमा चाहिँ मगाएर अनि हजुरलाई पठाइदिन्छौँ। यो आज पनि छ एउटा थोरै सामान हाम्रो नेपालमा पठाउनु पर्ने छ, त्यही गरेर हजुरलाई फ्यान्सी आइटमहरू छ होइन। अब प्याक गर्छ र यो सानो थोरै सामानहरू हामीले यसरी कलेक्सन गर्छौँ यहाँ अफिसमा होइन। अब थोरै सामानहरू कलेक्सन गर्ने यो ब्यागहरू छ होइन। अनि तपाईँको ठ्याक्क थोरै सामानहरू कलेक्सन गरेर प्याक गरेर यहाँबाट बक्समा प्याक गरेर अनि हामीले सबै नेपालमा डेलिभर गरिदिन्छौँ। सबैको थोरै क्वान्टिटीहरू अर्डर गरेँ। यो 4-5 जनाको छ होइन, यो थोरै सामानहरू। अब यो देख्नुभयो अनि यसरी यहाँ सबै हामी रुज पनि गरेर मजाले सामान तपाईँहरूले मगाएको सामान ठ्याक्क भने अनुसार आएको छैन भिडियो बनाएर हजुरले पठाएर अनि ठ्याक्क प्याक गरेर पठाइदिन्छौँ। हामीले सब यहाँ खोलेर हेरेर चेक गरेर क्रस चेक गरेर भेरिफाई गरेर अनि हजुरले भनेको सामान आयो भने एउटा चाहिँ ठुलो बक्समा प्याक गरेर अनि सबैको सामान नेपाल जान्छ। नेपालमा गएपछि अनि आफ्नो सामान क्लाइन्टले लिनुहुन्छ। थोरै क्वान्टिटीहरू पनि छ नि, कपडाहरू ब्यागहरू छ नि, तपाईँ 5 पिसदेखि मगाउनु सक्नुहुन्छ मजाले। अनलाइन बिजनेस गर्नलाई सजिलो, अनलाइन गर्नु रिटेल पसल छ, अनलाइन छ भने पनि सजिलो, जे गयो भने हजुरलाई एकदम सजिलो कम्फर्टेबल हुन्छ। यहाँ जति आउँछ सबै जम्मा गरेर प्याक गरेर हामीले हालिदिन्छौँ। ब्यागहरू अनलाइन मगायो कति 1 2 3 4 5 6 7वटा ब्याग, एक दिनमा यति मात्र ब्याग मगाएको। कपडा आउँछ कम्ती 5 पिस चाहिँ हुनुपर्छ होइन, 5 पिस भएन भने हजुरलाई पनि बेच्नु गाह्रो हुन्छ। कम्ती 5 पिस भयो भने त्यो ब्यागहरू कपडाहरू होइन जे पनि मजाले यहाँ आउँछ। यसरी लगाएर सबैको मजाले कलेक्सन 5 जनाको 6 जनाको सामानहरू थोरै गरेर मगाउनु भएको। अब उहाँको चाहिँ सबैले एकदम राखेर प्याक गरेर यहाँ ट्याक्क चाइना टु नेपाल जान्छ। काठमाडौँ हाम्रो गोदाममा पुग्छ, गोङगोङमा छ हाम्रो गोदाम काठमाडौँमा, त्यहाँ पुग्छ। त्यहाँ गएर यो खुल्छ अनि यो खोलेपछि अनि क्लाइन्टलाई बोलाएर हजुरहरूले आफ्नो सामान लिने सजिलो एकदम। ल ट्याक्क यसरी प्याक भएपछि तपाईँहरू थोरै पिस सबै समेत एकदम प्याक हुन्छ अनि मजाले नेपालमा पाउनुहुन्छ। ल केही सामान चाहियो भने इम्पोर्ट फ्रम चाइनालाई सम्झिनुहोस् है त। एकदम थोरै क्वान्टिटी पनि पाउनुहुन्छ, धेरै क्वान्टिटी त हाम्रो भइहाल्छ। हाम्रो यो कन्टेनरहरू पनि जान्छ होइन। अन्त तपाईँको अब 10 कार्टुन 20 कार्टुन 30 कार्टुन 40 50 कार्टुन 100 कार्टुन 200 कार्टुन 400 कार्टुन सबै जान्छ। तपाईँको लो क्वान्टिटीदेखि हाई क्वान्टिटीसम्म सबै मजाले पठाइदिन्छ। यो आज चाहिँ मेन गरेर हाम्रो चाहिँ धेरै ठुल्ठुलो के अरे क्वान्टिटीहरू जान्छ नेपालमा होइन। आज यो चाहिँ भिडियो बनाउनुको कारण के हो भने सानो व्यवसायीलाई पनि राहत होस्। अब कसैले सोचिरहेको हुन्छ अब थोरै क्वान्टिटी छ चाइनाबाट आउँछ कि आउँदैन सामान भन्नु अलि कन्फ्युजनमा हुनुहुन्छ नि उहाँहरूको लागि भिडियो बनाएको। तपाईँहरू सानो क्वान्टिटी पनि मजाले गर्न सक्नुहुन्छ। अब ठुलो त अटोमेटिक हुने भइहाल्यो। यो चाहिँ आज विशेष सानो क्वान्टिटीलाई भिडियो गराएको। हस् नमस्ते सम्झिनु होला है त।